हेलो गाइस, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ होला र हामी पनि सबैजना सन्चै छौँ। र आज हामी 5 जना भएर चाहिँ बाहिर घुम्न जाने भनेर हामी साखिने जाँदैछौँ। आज शनिबारको दिन हो, यतै कतै नजिकै जाउँ न टिचर भनेपछि हामी 3टा स्टुडेन्टहरूलाई लिएर साखिनतिर जाँदैछौँ। र हामी बाटोमा यस्तै रमाइलो कुराकानी गर्दै, फोटो खिच्दै, भिडियो बनाउँदै, कति बेला मेरो साथीले मेरो भिडियो बनिदिने, कति बेला मैले उनीहरूको भिडियो गर्दै यस्तै हामी बिस्तारै जाँदै गर्दा हामी हाम्रो डेस्टिनेसनमा पुगिसकेका थियौँ। र करिब तम्घासबाट हामीले धेरै टाइम पनि लागेन त्यो ठाउँमा जानलाई, करिब लगभग 10 मिनट जति मात्र लाग्यो। र हामी हाम्रो डेस्टिनेसनमा पुगिसकेपछि अब हामी कता बस्ने, शीतल ठाउँमा बसौँ न त भनेर हामी त्यहाँ पौवा थियो, हामी पौवा बसेर चटपटे बनाउन लाग्यौँ। हामीले चटपटे खाने भनेर सामानहरू तम्घासबाट नै लिएर गएका थियौँ र सबैजना मिलेर चटपटे बनायौँ, रमाइलो गऱ्यौँ। र हामी नाच्छौँ भनेर गीत बजाइदिनुहोस् भनेर हाम्रो साथीको मोबाइलबाट गीत बजायौँ र उनीहरू नाचे, रमाइलो गरे। त्यस्तै गरेर सबैजना मिलेर चटपटे बनायौँ, चटपटे बनाउँदै चाख्दै खाँदै गरिरहेका थियौँ। र लास्टमा चटपटे पनि हाम्रो बनिसकेको थियो र चटपटे बनेर भइसकेपछि सबैजनालाई बाँडेर खान थाल्यौँ। र मैले भिडियो बनाएको थिएँ, यहाँ त गुम्म भयो भनेर हामी फ्रेस हावा खान जाउँ न त भनेर त्यही माथि ग्राउन्ड थियो र अब हामी त्यहाँ ग्राउन्डमा जाने सल्लाह गरिरहेका थियौँ। त्यही बसेर र ग्राउन्डमा पनि हामी पुगिसक्यौँ र त्यहाँ बसेको एकदम शीतल हावा आयो कि हामीलाई त कति आनन्द फिल भयो र त्यही बसेर हामी खान थाल्यौँ। एकदम मिठो भएको थियो हाम्रो चटपटे चाहिँ, सबैले मिठो मानी खाइरहेका थियौँ। र चटपटे खाएर भइसकेपछि टिकटक बनाउन त भनेर हामीले टिकटक बनाउन थाल्यौँ 4 जना मिलेर। नाच्न त आउँथेन खासै, अनि त्यही पनि मेमोरीको लागि बनाउन त भनेर एउटा टिकटक बनाउँदै थियौँ। र टिकटक बनाएर भइसकेपछि पनि हामी फेरि अब त्यही तलनिर पुल थियो, त्यहाँ पुलमा गएर पनि हामीले भिडियो खिच्यौँ र त्यसपछि हामी घर फर्क्यौँ। तर घर फर्केको भिडियो बनाउन चाहिँ मैले बिर्सेछु। आजलाई यति